दर्शकवृन्द आखिर ती भुन्टीलाई धोका दिन खोज्ने भूपेन्द्र तथा उनकी गर्लफ्रेन्ड जेरी भने फन्दामा परेका छन् र ती भूपेन्द्रको दोहोरो चरित्रका कारण आज ती सुकुमायाले सबै कुरा बुझेकै कारणले उनलाई भने अब माफी नदिने भनेकी छन्। उनले रोइधोइ गरेर कराई गरेर ती सुकुमायाको खुट्टा ढोगेर भनी माफी माग्छु भनिरहेको अवस्था छ भने उता ती सुकुमाया भने निकै चलाक भइसकेको अवस्था छ दर्शकवृन्द। सुकुमायाले घरबाट दर्शकवृन्द उनको दाइ भुवन तथा उनकी भाउजूलाई पनि निकालेकी छन्। अर्कै कोठामा खाना पकाएर खाना भनिसकेको अवस्था छ भने साँच्चै नै दर्शकवृन्द उनले सम्पत्ति दिन सक्दैन मैले भन्दै आनाकानी गरिरहेको अवस्था छ ती भूपेन्द्रले। तर ती सुकुमायाले भने बिना सम्पत्ति म 1 इन्च पनि डक्दैन भनिरहेको अवस्था छ भने उनीहरू भने एकदम रुवाबासी चलेको अवस्था छ ती भुवन तथा जेरीहरूको भने। सिरियाले झन् दर्शकवृन्द दुःखले कमाएको सम्पत्ति मैले 1 रुपियाँ पनि दिँदैन भनिरहेकी छन् भने उनले कसरी चाहिँ छोडेर जान सकिन्छ भन्दा तिम्रै कारणले हो भनेर जसरी चाहिँ भुवनले भनेका थिए ती सिरियालाई, सिरिया भने धुरु धुरु रहिरहेकी थिइन् दर्शकवृन्द। जब उनले कल्पना मात्र के गरेकी थिइन् जब भुन्टीले सबै सम्पत्ति आफ्नो नाममा लिएको दर्शकवृन्द, तर त्यो अहिले थारताम हुन नसके पनि त्यो साँच्चै नै हुने देखिएको छ र त्यो अवस्था अब आयो भने कसरी सामना गर्ने होला भनेर त्यहाँ दर्शकवृन्द ती सिरियाले सोचिरहेको अवस्था थियो। त्यतिकै क्रममा जब भुवन पुगेका थिए उनी हाहारा हुहु नाइ नाइ भन्दै थिइन् भने त्यहाँ उनले पानी हालेर पिउजाएका थिए दर्शकवृन्द। उनी अत्यन्तै दुखी भएकी छन्। उता दर्शकवृन्द रखिल बनेर बसेकी ती जेरी भने अब के गर्लिन् त उनलाई घरकाले पनि निकालिसकेको अवस्था छ भने साँच्चै नै दर्शकवृन्द उनलाई अब ती भूपेन्द्रले पनि के गर्लान् भन्ने हामीले देख्न चाहिरहेका छौँ दर्शकवृन्द। के गर्लान् त उनले साँच्चै नै माया गर्लान् या के गर्लान् त दर्शकवृन्द यति बेलाको समयमा भने निकै चासोपूर्वक हेरिएको छ। किनभने दर्शकवृन्द उनलाई यति बेला जसरी सुकुमायाले निकालेकी छन् दर्शकवृन्द घरबाट अब के साँच्चै नै उनलाई त्यसरी नै रहन देलान् त त्यहाँ के भुन्टी र भूपेन्द्र मिल्न सक्लान् भन्ने एउटा प्रश्न चिन्ह खडा भएको थियो। माफी मागिरहेका थिए भने दर्शकवृन्द त्यो माफी माग्दै गर्दाखेरि उनले म कुनै पनि हालतमा तिमीलाई यो माफी दिन सक्दैन भनेर मेरो लागि होइन नि त तिमीले बिन्ती किन गर्छौ भन्दै भनिरहेको अवस्था हामीले देखेका छौँ दर्शकवृन्द। अर्कोतर्फ भने दर्शकवृन्द रोचक के कुरा देखिएको छ भने उता ती भुन्टीकी नन्द भूमिकाको बिजुको अवस्था देखिएको छ। एउटा फोन समेत नदिएको अवस्था छ यति बेला। उता उनकी आमाको भने घमण्ड तोडिएको छैन दर्शकवृन्द। जब उनले आमालाई फोन गर्छु भनेर अर्कै छिमेकीसँग फोन गरेर फोन मागेर गर्दै थिइन् दर्शकवृन्द। उनको आमाको फोन नलागेपछि बुवालाई फोन गर्दै थिइन्। उता बुवासँग झगडा गरेर सहरतिर लागेका थिए भीम र ती उनकी आमा बालकुमारी। जब आमालाई फोन नलागिसकेपछि दर्शकवृन्द ती भूमिकाले बुवासँग समस्या भन्छन् तर बुवाले के सुन्थे र बुवालाई पनि त लात हानेर गएकी थिइन्। बुवाले बिहे नगर नगर भन्दा भन्दै उनी गरेर गएकी थिइन् दर्शकवृन्द। यति बेला अब त्यो सबै कुराहरू बिर्सेर तिमी जे गर्ने गर तेरो आमालाई नै सुना न त हामीलाई किन सुनाउँछेस् त्यो समस्याहरू भन्दै गर्दा तपाईँले सुन्नुहोस् मलाई लिउन आउनुहोस् तपाईँले पुलिस पठाइनुहोस् म अन्यायमा परे भन्दै गर्दा उनका श्रीमान गएर दर्शकवृन्द त्यहाँ फेरि उनको फोन खोसेर फेरि त्यो समस्यालाई दर्शकवृन्द उनले यहाँबाट आउन मात्रै खोजिरहेको बुवा हामीले केही काम गराउँदैनौँ बिहानबाट बेलुकासम्म घाँस काट्नु छ त हाम्रो कुरै काटेर बस्छे कुरा काटेर बसिसकेपछि हामीले कसरी चाहिँ यसलाई राम्रो भन्नु भन्दै गर्दाखेरि उनका बुवाले भनेका थिए हो मलाई पनि यसकी आमाले चाहिँ धेरै दुःख दिइरहेकी छे बाबु तपाईँले पनि उसलाई सम्हालेर राख्नु होला त्यो पनि आमा जस्तै गर्छे भन्दै उल्टो भनिसकेपछि उता भने दर्शकवृन्द रोइ कराई गरेको छ झापट हानेका छन् ती दर्शकवृन्द उनका श्रीमानले भने अब के होला त उनले अब कसरी चाहिँ जीवन बिताउलिन् त भन्ने एकातिर प्रश्न छ भने दर्शकवृन्द अर्कोतर्फ उनीहरू सहर लागेका छन् भुन्टीलाई कसरी कुनै पनि हालतमा सम्पत्ति दिनुहुन्न भनेर उनको श्रीमती बालकुमारी तथा ती भीम पनि गएका छन्। अब के होला त दर्शकवृन्द उता सहरमा भने रुवाई कराई गरिरहेका छन् भूपेन्द्र। अब साँच्चै नै दर्शकवृन्द भूपेन्द्र त्यसरी रुँदै गर्दा जेरीले के माया गर्लिन् त दर्शकवृन्द ती सुकुमायाको अगाडि रोइधोइ गरे पनि ती भूपेन्द्र भने दर्शकवृन्द साक्षी भएका छन् जेरीसँग मैले त उसको अगाडि तिमीलाई धम्काएँ तर तिमीले गाह्रो नमाने है मैले त यसको अगाडि तिमीलाई देखाएको मात्रै हो भनिरहेका छन् दर्शकवृन्द। त्यति भन्दै गर्दा उता ती
जेरी पनि फुर्केकी छन् दर्शकवृन्द। साँच्चै नै अब तिमी बिना म बाँच्न सक्दिनँ भनिरहेको अवस्था छ भूपेन्द्रले पनि। त्यो सबै कुराहरू रेकर्ड गरेकी छन् दर्शकवृन्द। ती सुकुमायाले जसरी उनले फोन गरेका थिए भुन्टीलाई थाहा नदिइकन मैले यस्तो गर्छु भन्दै गर्दा उनले माफी जब मागेका थिए त्यो कुरा सबै रेकर्ड गरेका थिए दर्शकवृन्द सुकुमायाले। अब सुकुमायाले त्यो प्रमाण पनि उनीसँग पेश गरेपछि अब कसरी सम्पत्ति दिँदैनन् त दर्शकवृन्द। अब त्यसले अर्को नयाँ मोड लिने अवस्था आएको छ भने अब के होला त। च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरी हामीसँग जोडी नबोल्नुहोला। नमस्ते।